परिस्थिति सिर्जना हो। त्यो परिस्थितिले मुलुकमा दुईटा खालको चुनौतीहरू एकदमै तडपरो रूपमा उपस्थित भयो। त्यो परिस्थिति सिर्जना हुनुमा वस्तुगत कारणहरू, आन्तरिक कारणहरू आफ्नो ठाउँमा होला। त्यसको समीक्षा र त्यसको मूल्याङ्कन त अब भइ पनि राखेको छ र इतिहासले गर्ने नै छ। तर पनि जुन परिघटनाले एउटा नयाँ खालको वस्तुगत अवस्थाको सिर्जना गर्यो, त्यसबाट मुलुकको सम्प्रभुत्व, मुलुकको सार्वभौमिकता माथि नै गम्भीर आँच पुगेको एउटा। दोस्रो कुरो, 10 वर्षको जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेस विद्रोह र आदिवासी जनजाति आन्दोलन लगायत विभिन्न वर्ग समुदायको आन्दोलनबाट प्राप्त सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशिता र 2072 को संविधानले पहिलोचोटि नेपाली जनता भन्ने राजकीय सत्ता निहित हुने भन्ने र नेपाली जनता पहिलोचोटि सार्वभौमिक सत्ता सम्पन्न भएको संविधानमाथि नै एउटा च्यालेन्जिङ आएको र त्यसलाई खारेज गर्ने ढङ्गको आएको। त्यसो भएको हुनाले यो चुनौतीहरूलाई सामना गर्नको निमित्त हामीले मुलुकका कम्युनिस्टहरू, समाजवादीहरू, देशभक्तहरू, सम्पूर्ण पार्टीहरू चाहिँ एउटा एकताबद्ध भएर मुलुकको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, सम्प्रभुत्व र यो संविधान र व्यवस्थालाई चाहिँ जोगाउने भन्ने उद्देश्यले हामीले नेपाली कम्युनिस्ट पार्टी बनायौँ र त्यो कम्युनिस्ट पार्टीको एकीकरण हामीले विभिन्न घटकहरूसँग पटक पटक गरेर अहिले गरिसकेका छौँ केन्द्रमा र प्रदेशमा पनि हामीले गरिसकेका छौँ र अहिले 26 गते भित्रमा हामीले 77 वटै जिल्लामा चाहिँ गर्नुपर्ने भन्ने केन्द्रीय सर्कुलर र 29 गते भित्रमा पालिका तहमा चाहिँ सम्पन्न गर्नुपर्ने भन्ने केन्द्रीय सर्कुलरको आधारमा हामीले यो कार्यक्रम चाहिँ भोलि गर्न गइरहेका छौँ र यसै विषयमा तपाईँहरूले चाहिँ जानकारी गराउने र तपाईँहरूको लोकप्रिय सञ्चार माध्यमबाट हाम्रा कार्यक्रमहरू पनि सार्वजनिक गरेर भन्ने उद्देश्यले अब तपाईँहरूसँग चाहिँ हामीले यो एउटा भेटघाट कार्यक्रम राखेका छौँ र भोलि हाम्रा चाहिँ केन्द्रबाट आउनुहुँदैछ माननीय जयन्ती राई